हेलो गाइज वेलकम टु माई न्यू ब्लग। मैले आज चाहिँ हाम्रो आधा छुट्टी छ, हाफ फ्राइडे छुट्टी छ, त्यही भएर खाना पकाउँदैछु। मैले चाहिँ प्याज काटिसकेको छु, अब चाहिँ टमाटर काट्नुपर्छ एउटा। टमाटर धोएर टमाटर काट्छु म चाहिँ। प्याज चाहिँ काटिसकेको छ। हजुरहरूले के गर्दै हुनुहुन्छ सुनाउनुहोस्। भात पनि अब पाकिसकेको छ। मैले चाहिँ टमाटर काटिसकेको छु। अब भात पनि पाकिसकेको छ। चाहिँ दाल पकाउन बाँकी छ। दाललाई चाहिँ यसरी पकाइन्छ। अब यसमा हालिन्छ पहिले दाल पकाउँदैछु मैले चाहिँ। अब दाल पकाउँदैछु। पहिला ग्यास जलाएर अब यसमा चाहिँ तेल छ। तेल हाली पहिला तेल हाली अनि त्यसपछि यसलाई बन्द गरी तेल गरम भएपछि प्याज हाली। मैले चाहिँ प्याज हालेर भुट्दैछु। प्याज भुटिसकेपछि टमाटर चाहिँ हामी लास्टमा हाल्छौँ। पहिला चाहिँ दाल यसमा हालेर अच्छा ठीक है। हालिदिन्छ। अब चाहिँ यो भात पनि भइसकेको छ। भातको पनि अब बन्द गरिदिन्छु। टमाटर चाहिँ लास्टमा। यसको चाहिँ ग्यास ठुलो गरिदिन्छु अनि यसलाई पनि बन्द। अब चाहिँ यसलाई पाक्न दिनुपर्छ। दाल पाकेपछि टमाटर हाल्ने लास्टमा। हामीले दाल पकाइसकेका छौँ। अब दाल रेडी हुँदैछ। भात पनि रेडी भइसकेको छ। अब केही बेरमा खानुपर्छ। क्या बात कर रहे हैं? चाहिँ अब यो चाहिँ हाम्रो भात रेडी भइसकेको छ यहाँ। अब चाहिँ यसरी टक्क लगाएर चाहिँ यसलाई दाल खानुपर्छ। त्यसपछि ल अब चाहिँ खाना खाने बेला भेटौँला मित्रहरू है। गाइस हाम्रो चाहिँ दाल रेडी भइसक्यो। अब खाँदैछौँ।
भात र दाल सरी सर दुईजनाले खाना लागेको छौँ हामीले दाल र भात पानी सहित सादा दालको साथ हजुरहरूले पनि खाने भए आउनुहोस् गाइज क्या बोला तूने प्याज हाल्यो प्याज प्याज अनि टमाटर र मुनिहरू हालिदिएँ मैले एमा खाना खानेलाई पानी पिउन भन्दैन तर पानी पिउँदै खाना खाने गर्छु मेरो चाहिँ बानी यस्तो छ